भनेपछि आनन्द मिल्न सकोस्, फलेपछि झुल्न सकोस्, भनेपछि आनन्द मिल्न सकोस्। मलाई जस्तो लाग्छ कविता सङ्ग्रहले सधैँ सफलताको शिखर चुम्न सकोस्। धन्यवाद सञ्चालकज्यू, आदरणीय सर। र विशेष गरेर आज मलाई जस्तो लाग्छ कार्यक्रम कविता सङ्ग्रहका विमोचन कार्यक्रमका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू र अतिथिज्यू, त्यसै गरेर आदरणीय सर लेखक हुनुहुन्छ र त्यस्तै गरेर आदरणीय विभिन्न स्कुलबाट पाल्नुभएका प्राध्यापकज्यूहरू, सरहरू लगायत बुद्धिजीवी मान्यजनहरू र अग्रज व्यक्तित्वहरू, समाजसेवी र सम्पूर्ण उपस्थित आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, विशेष गरेर आजको यो सुन्दर समयमा यो सानो मौका दिनुभएको छ केही शुभकामना मन्तव्य राख्नको लागि म धन्यवाद दिन चाहन्छु। र मलाई लाग्छ यो मलाई जस्तो लाग्छ कविता सङ्ग्रहले सफलताको शिखर चुम्न सकोस्। मानिसमा यस्तो सङ्ग्रह, यस्तो दृश्य अनि भित्र लुकेको कला अनि सङ्ग्रहहरू चाहिँ जब कार्यक्रम विमोचन हुन्छ अनि हामीलाई थाहा हुन्छ है। मलाई थाहा थिएन योभन्दा अगाडि हाम्रो आदरणीय सर उहाँको आफ्नो यति राम्रो कला होइन, योभन्दा अगाडि पनि विमोचन भएको रहेछ। र यो मलाई जस्तो लाग्छ कविता सङ्ग्रह हाम्रो हातमा छ, पक्कै पनि यो भित्र धेरै कुराहरू लुकेको छ। सृजनात्मक यो कविता सङ्ग्रहले वेशभूषादेखि लिएर वास्तविकता कसैको जीवनलाई र डाँडा पाखामा हिँडिरहेको ढुङ्गा माटोको सन्दर्भलाई पनि बोकेको हुन्छ। र यो कविता सङ्ग्रहले तपाईँ र मेरो हृदय मनोहर हुन्छ। र यो कविता सङ्ग्रहले आज तपाईँ र मलाई उहाँको पनि यस्तो कला रहेछ अनि उहाँ पनि एउटा आफ्नो मल्टी ट्यालेन्ट रहेछ भन्ने कुरा चाहिँ हामीले अवगत गराएको छ र हामीले थाहा पाएको छौँ। र म शुभकामना दिन चाहन्छु। खुसी लाग्छ है। पहिला पहिला हामी केही पुस्तकहरू हामीले पनि पढेको छौँ र केही कविताको कुराहरू पढेको छौँ अनि जब हामी यस्तो सृजनात्मक साहित्य हामी पढ्छौँ भने हामीलाई आनन्द मिल्छ अनि त्यसले चाहिँ हाम्रो कुनै पनि कुरामा हाम्रो जीवनको कथा, कसैको यथार्थ र कसैको वास्तविकतालाई नै ओखटेको हुन्छ। र अनि आज पनि हामीले यो मलाई यस्तो लाग्छ कविता सङ्ग्रह हाम्रो हातमा परिसकेको छ र आउँदो दिनहरूमा अनि हामीले सुनेको छौँ, अस्ति मैले पनि फेसबुकमा सन्देश सरले हाल्नुभएको त्यो नाटकीय कुराहरू थियो, मैले हेर्दै थिएँ, त्यो पनि एकदमै राम्रो थियो। अनि हाम्रो भाइ उहाँ पनि हुनुहुन्छ पछि भन्ने कुरा चाहिँ हामीले सुनेको छौँ। यहाँहरूको यो बेजोड, यहाँहरूको साहित्य सधैँ पनि सफलताको शिखर चुम्न सकोस्। त्यस्तै गरेर फलेपछि झुल्न सकोस्, भनेपछि आनन्द मिल्न सकोस्, फलेपछि झुल्न सकोस्, भनेपछि आनन्द मिल्न सकोस्। मलाई जस्तो लाग्छ कविता सङ्ग्रहले सधैँ सफलताको शिखर चुम्न सकोस्, सधैँ सफलताको शिखर चुम्न सकोस्। यस्तै साहित्य सृजनाले सधैँभरि उहाँहरूलाई सफलताको शिखर चुम्न सकोस् भन्ने शुभकामना दिँदै यो केही शब्दहरू यहीँ राख्न चाहन्छु। धन्यवाद, नमस्ते।